हेलो गाइज नमस्ते छ सबैजनालाई। मैले आज धेरै कुराहरू सोचेर यो भिडियो बनाउन गइरहेको छु। यो प्लेटफर्ममा म किन आएको छु? म यो प्लेटफर्ममा एउटा कन्टेन्ट क्रिएटरको रूपमा होइन बल्कि लोकसेवा एस्पिरेन्टको रूपमा आएको छु। सुरुमै म एउटा कुरा क्लियर गरिदिइरहेको छु। मलाई थाहा छ कि यो सोसियल मिडिया डिस्ट्र्याक्सन छ भनेर, स्पेसली जब कि तपाईँ लोकसेवाको प्रिपरेसन गरिराख्नु भएछ। हजुरहरूको माइन्डमा एउटा क्वेसन आइसकेको होला कि यो प्रिपरेसन जर्नीको बेलामा यो सोसियल मिडियामा किन आएको छ। आज म यो भिडियोमा त्यही कुराहरू क्लियर गर्न गइरहेको छु म किन यहाँ आएको छु भनेर। सबैभन्दा पहिला म यो कुरा डिनाइ गर्दिनँ कि सोसियल मिडियालाई फोकस बेकार छ भनेर। म आफै पनि यो फेसबाट गुज्रिसकेको छु। पहिला म दिनभरि रिलहरू स्क्रोल गरिरहेको थिएँ इन्स्टाग्राममा, टिकटकमा। मेरो टाइम यस्तै वेस्ट भइरहेको थिएँ। देन मलाई सडनली रियलाइज भयो कि मेरो टाइम धेरै लस्ट भइरहेछ भनेर। म एउटा लोकसेवाको एस्पिरेन्ट भएर यसरी टाइम लस्ट गर्नु भएन। प्रब्लम यो प्लेटफर्ममा होइन, प्रब्लम हाम्रो इन्टेन्सनमा हुन्छ। सोसियल मिडियामा म इन्टरटेनमेन्ट और भाइरलको लागि आएको छैन, बल्कि म यहाँ आफ्नो प्रिपरेसन जर्नीलाई डकुमेन्ट्री गर्न आएको छु। म आफ्नो प्रिपरेसन जर्नीमा डिसिप्लिन मेन्टेन गर्न आएको छु, कन्टिन्युटी मेन्टेन गर्न आएको छु। म आफ्नो कम्युनिकेसन स्किल पनि इम्प्रुभ गर्न आएको छु। एन्ड यहाँ रिभिजन पनि गर्न सजिलो हुन्छ। कसरी? यो सबै कुराहरूलाई म एक एक गरी एक्सप्लेन गर्दै जान्छु तपाईँहरू साथीहरू। यो भिडियोमा तपाईँहरू लास्टमा हेर्नु होला। यो मेरो न्यू इयर रेजुलेसन पनि हो 2026 सालको। सबभन्दा पहिला म यहाँ कन्सिस्टेन्सी मेन्टेन कसरी गर्छु भनेर। लोकसेवा प्रिपरेसन जर्नीमा सबभन्दा बढीको गाह्रो कुरा के छ भन्दाखेरि आफ्नो स्टडीमा कन्सिस्टेन्सी मेन्टेन गर्न गाह्रो हुन्छ, धेरैको गाह्रो हुन्छ। त्यो म पनि फेस गरेको छु, त्यो तपाईँ पनि फेस गरिराख्नु भएछ होला। आई नो मोटिभेसन 2-3 दिनको लागि मात्र हुन्छ, अनि त्यो मोटिभेसन कहाँ जान्छ थाहा नै हुँदैन। त्यही भएर हाम्रो डेली रुटिन पनि बिग्रिन्छ मोटिभेसनले कारणले। डिसिप्लिन मेन्टेन गर्न सक्यो भने त्यो रुटिन स्टेबल हुन्छ। म यो प्लेटफर्ममा विकली एउटा लङ भिडियो र हरेक दिन एउटा सर्ट भिडियो। आज मैले के प्लान गरेको थिएँ पढ्नको लागि, अनि त्यो प्लान गरेको अनुसार मैले पढ्न पाएँ कि पाएन, त्यो एउटा सर्ट भिडियो भनेर मिनी ब्लग हुन्छ नि एउटा, त्यस्तो टाइपको म डेली प्रायः अपलोड गर्छु। अनि एउटा विकलीको एउटा सर्ट, मतलब यो हप्तामा बढीमा मैले के पढेँ, के मतलब याद गरेँ, के मलाई याद भयो, के मतलब इम्प्रुभ गरेँ, त्यो सबै कुराहरू म विकली अनुसारले एउटा लङ भिडियो म अपलोड गर्छु यही च्यानलमा। यसरी गरियो भने म आफैसँग एकाउन्टेबल हुन्छु। मलाई यो सोसियल मिडियामा भिडियो अपलोड गर्नको लागि पढ्नुपर्ने हुन्छ। सो त्यसको लागि पनि म कन्टिन्युटी मेन्टेन गर्न सक्छु नि त, कि मलाई यहाँ भिडियो अपलोड गर्नु छ होइन, मलाई पढ्नै पर्छ भनेर यस्तो एउटा कन्सिस्टेन्सी मेन्टेन गर्न म आफ्नो दिमागबाट ल्याएको छु। मतलब मलाई यस्तो अलि मोटिभेसन मिल्छ भन्दाखेरि कि म भिडियो अपलोड गरिरहेको छु होइन, चार या 2 जति भ्यू जास् मलाई त्यस्तो मतलब छैन होइन भ्यूको। तर एकजना पनि भयो भने मलाई लाग्छ कि मलाई मेरो एउटा मान्छे हेरिरहेछ होइन, मलाई पढ्नुपर्ने हुन्छ अनि भिडियो बनाउनु पर्ने हुन्छ उसको लागि। त्यही भएर यहाँ कन्सिस्टेन्सी मेन्टेन गर्न अलि इजी हुन्छ। अर्को एउटा इम्पोर्टेन्स कुरा, आजदेखि म झन् आफ्नो हेल्थ लिएर अलि सिरियस भएको छु। फिटनेस एन्ड सेल्फ इम्प्रुभमेन्टलाई अलि मेरो फ्याट अलि आउन लागेको छ बाहिर होइन, अनि त्यो फ्याटलाई कन्ट्रोल गर्ने हो। र त्यस्तो गरियो भने माइन्डसेट पनि र फोकस पनि बडी इम्प्रुभ हुन्छ। लोकसेवा प्रिपरेसन गर्ने स्टुडेन्टहरूलाई मात्र बुक पढेर होइन, लङ आवर पढ्नको लागि मेन्टली स्ट्रङ अनि इमोसनली स्टेबल हुनुपर्ने हुन्छ। त्यही भएर म अलि बिहानै लगभग 20 मिनट या आधी घन्टा जति आफ्नो एक्सर्साइज गर्नेछु होइन, अनि मेडिटेसन अलि 10 मिनट समथिङ 5 मिनट यसरी गर्ने ट्राई गर्नेछु होइन। सुरुमा मलाई थाहा छ कि सुरुमा अलि अप्ठ्यारो हुन्छ भनेर, तैपनि मलाई गर्नु पर्ने हुन्छ होइन, त्यो फोकस आफ्नो इम्प्रुभ गर्नको लागि। मैले रियलाइज गरेको कुरा के हो भन्दाखेरि हेल्दी बडी बिना फोकस्ड हुन अलिक गाह्रो नै हुन्छ। त्यही भएर आजदेखि म एक्सर्साइज, वाकिङ जस्ता एक्टिभिटीहरू म गर्ने ट्राई गर्छु। ट्राई होइन, म गर्ने नै छु आजदेखि। प्रिपरेसन जर्नीमा सिलेबस मात्र कभर गरेर हुँदैन, माइन्डसेट एन्ड फोकस्ड एन्ड लाइफस्टाइल र सेल्फ इम्प्रुभमेन्ट जस्ता इम्पोर्टेन्सलाई पनि इक्वली प्रायोरिटी दिनुपर्ने हुन्छ। नेक्स्ट इम्पोर्टेन्स टपिक, कम्युनिकेसन स्किल। अहिले तपाईँ हेर्न सक्नुहुन्छ मेरो कम्युनिकेसन स्किल कस्तो छ भनेर। लोकसेवामा मात्र रिटन पेपर पास गरेर पास हुँदैन साथीहरू, नाम निस्किँदैन। रिटन पेपर त नाम निस्किन्छ होइन, तर फेरि अर्को चरणमा जानको लागि इन्टरभ्यू फेस गर्नुपर्ने हुन्छ, अनि त्यहाँ तपाईँको कम्युनिकेसन स्किल, बडी ल्याङ्ग्वेज कस्तो छ त्यहाँ चेक गरिन्छ। त्यही भएर म अहिलेदेखि नै प्र्याक्टिस गरिरहेको छु फ्युचरको, कि मेरो कम्युनिकेसन स्किल त्यहाँ गएर बिग्रियोस् न भनेर। अहिले मिस्टेक हुँदा केही पनि छैन, म इम्प्रुभ गरिहाल्छु, तर त्यहाँ बिग्रियो भने गेम नै खत्तम। त्यही भएर म अहिलेदेखि नै आफ्नो कम्युनिकेसन स्किलमा वर्क गरिरहेको छु साथीहरू। मैले धेरै साथीहरूसँग सुनेको छु होइन, त्यहाँ इन्टरभ्यूमा गएर बोल्न नपाएर होइन, त्यहाँ इन्टरभ्यू बिग्रिन्छ अरे। 5 जना मान्छे त्यहाँ हुन्छ नि त, त्यहाँ गएर बडी आफै काप्ने थाल्छ अरे। त्यसो नहुनको लागि होइन, म यहाँ क्यामेरा फेस गरिरहेको छु होइन, क्यामेरा अगाडि बोल्दाखेरि होइन मेरो थटहरू क्लियर हुँदै जान्छ र आफ्नो थटहरूलाई प्रेजेन्टेसन गर्न पनि सजिलो हुन्छ। इन्टरभ्यूमा म कसरी आफ्नो थटहरू एक्सप्लेन गर्ने हो, सरहरूलाई कसरी राम्रोसँग बुझाउन सकिन्छ, त्यो यहाँ बोल्न प्र्याक्टिस गरियो भने त्यहाँ अभियसली राम्रो हुन्छ क्या साथीहरू। मलाई त्यहाँ बोल्नमा अलि इजी हुन्छ, कम्फर्टेबल फिल हुन्छ। त्यही भएर म यहाँ कम्युनिकेसन स्किलको लागि पनि यहाँ आएको छु। एउटा अर्को इम्पोर्टेन्स रिजन के हो भन्दाखेरि मलाई यहाँ रिभिजन गर्न पनि इजी हुन्छ।
मैले जति सुनेको र बुझेको कुराहरूबाट मैले के निष्कर्ष निकालेको छु भन्दाखेरि पढेको कुरालाई अरूलाई राम्ररी बुझाउन पायो भने त्यो लङ टर्मको लागि हाम्रो माइन्डमा बस्छ। सो त्यही भएर म यहाँ पढेको कुराहरू होइन, याद गरेको कुराहरू तपाईँलाई एन्ड साथीहरूलाई एक्सप्रेस गर्दै जान्छु होइन, बुझाउन ट्राई गर्छु होइन। तपाईँले कतिको बुझ्नु भएको छ मेरो बोलीहरू, मेरो व्यक्त गरेको वर्डहरू होइन, त्यसले पनि असर धेरै गर्छ साथीहरू। सो त्यही भएर रिभिजनको लागि सबैभन्दा बेस्ट प्लेटफर्म मलाई यही लाग्यो होइन, आफ्नो क्यामेरा खोल्ने होइन, अनि भिडियो ओपन गर्ने, त्यसपछि आफ्नो पढेको कुरा दिनभरिको होइन, के गऱ्यो, के पढ्यो होइन, के कतिको याद गरेँ, त्यो सबै कुराहरू यहाँ क्यामेरा अगाडि बोल्ने हो अनि अपलोड गरिदिने हो कि त्यसले केही पनि फरक हुँदैन के थाहा कहीँबाट केही सजेसन आयो होइन, जस्ट लाइक तपाईँहरू पनि हेरिराख्नु भएको छ होइन, मेरोमा पनि केही मिस्टेक हुनसक्छ नि त, तपाईँ मलाई के सजेस्ट गर्न सक्नुहुन्छ कि तपाईँ यसरी गर्नु बेस्ट हुन्छ भनेर, र म त्यो अपनाउन सक्छु नि त, मलाई बेस्ट लाग्यो भने, सो द्याट आई एम हेयर। आज दिनभरि पढेको कुराहरू होइन, आफ्नो क्यामेरा अगाडि बोलेको होइन, के याद छ के याद छैन होइन, त्यो सबै माइन्डमा आउँछ नि त, याद नभएको अलिक कपी पल्टाइदिनु हेरिहाल्ने, फेरि त्यो माइन्डमा रिभिजन त भइहाल्यो नि त। त्यही भएर कि यहाँ रिभिजन गर्न पनि इजी छ साथीहरू। जब म आफ्नो भिडियोमा पढेको कुराहरू होइन, आफ्नो वर्डहरू एक्सप्लेन गर्छु, कतिको बुझेको छु कतिको बुझेको छैन, त्यो सबै कुराहरू मलाई क्लियर हुन्छ कि यो प्लेटफर्म मेरो लागि एउटा डिजिटल रिभिजन डायरी जस्तै भएको छ कि। एउटा कुरा साथीहरू, म क्लेम गर्दिनँ कि यो मेरो जर्नी पर्फेक्ट नै हुन्छ भनेर, म डेली भिडियो अपलोड नै गर्छु भनेर, म डेली पढ्न सक्छु भनेर। कुनै दिन मलाई लो फिल हुन्छ होइन, कुनै कारण म बिजी हुन पनि सक्छु नि त, यताउता जान सक्छु, पर्सनल लाइफ छ होइन, मैले कुनै काम पनि पर्न सक्छु नि त, यताउताको लागि म जान सक्छु होइन, अनि त्यहाँ कुनै दिन भिडियो आउन सक्दैन होला होइन, तैपनि म अपलोड गर्न ट्राई गर्छु होइन। दिनभरिमा होइन 1 घन्टा 2 घन्टा त म पढि नै हाल्छु होइन, बाहिर घरबाट म बाहिर बसिरहेको छु पढ्नको लागि, अनि पढेन भने के हुन्छ र, बाहिर बस्नुको अर्थ के रह्यो र, म जब दिनभरिमा 24 घन्टामा 1-2 घन्टा पनि पढ्न सक्दैन त्यस्तो बिजी टाइममा, त्यो त टाइम निकाल्नै पर्छ होइन, त्यो भिडियोको लागि पनि र मेरो लागि पनि त्यो टाइम निकाल्नै पर्छ क्या। यो च्यानलमा फेक मोटिभेसन होइन कि, रियल प्रिपरेसन जर्नी म लिएर आउँछु क्या साथीहरू। त्यही भएर म हजुरसँग कनेक्ट गर्न सक्छु, तपाईँ मसँग कनेक्ट गर्न सक्नुहुन्छ, एन्ड यसरी कनेक्ट गयो भने तपाईँ मलाई फलो गर्नुहुन्छ, मबाट इन्सपायर हुनुहुन्छ पढ्नको लागि पनि, र मलाई कम्पिटेटिभ पनि बुझ्छ तपाईँ ठान्नुहुन्छ कि मेरो साथी यहाँ पढिरहेछ, म पढ्न पाइरहेको छैन, कस्तो हुन्छ, उसको नाम निस्किन्छ मेरो नाम निस्किँदैन, यस्तो भावनाहरू मनमा आउँछ। सो त्यही भएर तपाईँलाई पनि पढ्न मन लाग्छ क्या। सो च्यानललाई मलाई सब्सक्राइब गरिदिनु साथीहरू। द्याट्स इट फर टुडे। थ्याङ्क यू साथीहरू।